हाई गाइज, आज चाहिँ म हस्पिटलबाट डिस्चार्ज हुने दिन हो। सो मैले चाहिँ भोइस ओभर गरेको पछि। अन्त अब चाहिँ यहाँ प्याकिङहरू चाहिँ चल्दै थियो। अनि यहाँ चाहिँ हामी घर आइपुग्यो। अनि मेरो छोरीको चाहिँ वेलकम गर्दै थियो सबैले, बोजूहरूले। अनि आज चाहिँ हामी 4 डेज बाद चाहिँ घर आएको। सो यहाँ चाहिँ मेरो छोरीलाई वेलकम गर्दै थियो एकदम। हामीले हिजो बेलुका फुकेको बेलुन चाहिँ अब यता त आउनु पर्यो नि यहाँ चाहिँ मेरो छोरीको वेलकमको लागि चाहिँ आङ्गीले चाहिँ यस्तो मजाको डेकोरेसन गरेको छ। सो मैले चाहिँ सानो रेकर्ड गरेको। यो चाहिँ हाम्रो रुमको एन्ट्रेन्स यस्तो मजाको दामी गरिदिनु भएको थियो कि। यहाँ चाहिँ मेरो छोरी, सबैले छोरीलाई उयो गर्नुहुँदैछ, हेर्नुहुँदैछ। सो हामी चाहिँ फाइनली घर पनि आइपुग्यो कति दिन बाद बाजेसँग। The next day. आज चाहिँ मेरो छोरीको न्वारान हो। घाम देखाउँदैछ बाउले छोरीलाई। हेर बेबी। आज हाम्रो आलुबारीमा, हाम्रो राना फाकुलमा एउटा हाम्रो सानो बालक नवजात शिशु जन्म भएको छ राना आछाको कुलमा। र उसलाई हामी अब चोखाउँदैछौँ। आजसम्म आमाको गर्भमा थियो, अब नयाँ संसार यहाँनिर हेर्नु आउँदैछ। ल है भलो पञ्चायत हामी घर परिवारलाई चोखायौँ, आमालाई नानीलाई चोखाएर आज नवजात शिशुलाई हामी मनुष्यमा ल्याउँदैछौँ है भलो पञ्चायत घरको मान्छेहरू। यति नै अरू त केही पनि छैन यसको भन्ने कुरा। नराम्रो व्यक्ति है भलै भलो पछि यहाँ जुठो नहोस्, यहाँनिर के चाहिँ यो जुठो चाहिँ नहोस्। यो चाहिँ इन्द्र हो। काफे भएकोले गर्दा यो छोरीको आशा गर्दा गर्दा बल्ल बल्ल छोरी भएको। आइसा राई। आइसा त्यो पनि ठिक छ। आइसा बाबुरामाको नाम चाहिँ फेल भएको जस्तो छ। बाबुरामाको चाहिँ के लु तिम्रो? आश्वी राई। मेरो नानीहरूले भविष्यमा उनीहरूले यो कपाल कोर्छ, छोरीले यो काङ्गे राखिदिएको छौँ। यो कपाल लट्टा पर्छ थाक्रो। यो उसले खानापिना जति नै पढालेखा भए पनि खानापिना पकाउनु पर्छ, लान्डे राखिदिएको छौँ। र उसलाई कतै चोटपटक कसैले के लाग्छ भनेर उसलाई हतियारी खुर्मी। आज उसको नाम भयो
लु तपाईँहरूको आफ्नो नाम के छ घाम देख्नुपर्छ नानी। अहिले नि यहाँ सकेको छैन चुरा हामी सकेको त सबैको आफ्नो लु मतली बनायो आजदेखि मतली पोखमा राणा छ कुलमा जन्मेको राणा छ राइनी भयो है अनि हामी किराँत वंश हो नि त जाँड सिपिना हुँदैन अन्त जन्मिँदै जाँड होइन रम्प पाउँदो रहेछ अब बजुले चुरा कली म काट्दिन्छु बजुले बाँधेको रखे हुन्छ पहिला चार पाउमा अनि कन्दनी लसमा त्यहाँदेखि तल चुलामा घुमाउनु पर्छ र आमा र बाबुले राखेको नाम चाहिँ के अरे? आश्वी राई आश्मी राई भनेर बोलाउनु। आश्वी आइसा। घरको नाम आइसा अब चिनासिना गर्नु भनेको र आज चाहिँ नामाकरण र मनुष्यको रूपमा आएको आजदेखि चाहिँ कन्दनी त्यहाँदेखि पछि उसको गुन्यु चोला हुन्छ त्यहाँदेखि मात्रै पहिला कन्दनी बान्नु पक्का उसको कर्म खुल्छ हुन्छ कल्ली बान्नु खुट्टामा त्यसपछि माथि हातले चुरा पहिला कन्दनी बान्नु फर्स्ट कन्दनी बान्नुपर्छ। अब कन्दनी यो अब कता बान्ने कन्दनी कन्दन त कम्बर बजुले बाँधेको रक्की हुन्छ अरे के त्यहाँदेखि बजुले बाँध्नु लगाएको नि आइसा लामाले गर्ने 1000 पढेको त हामी एकै मुखमा पढिसक्छौँ कम्बरै बाँध्नु पर्थ्यो कपडा खोलेर आजदेखि मनुष्यमा आएको अहिलेको त नानीहरू होइन त्यो आल्ता लगाइदिएको अब यो कुलो धागोले बाँधेर थन्काउनु पर्यो यो त्यो त धागोले बाँधेर टक्लक्क सिरानामा राख्नुपर्छ एक दिन भए पनि हुन्छ त्यही कन्दनीको कन्दनी कलर लाग्छ कन्दनी बाँध्यो बाँधिसक्यो उम्रेको अब यो माथि चुरा छ मेरो यसो 10 मात्रै बान्ने ल भोलि पर्सि अब सुनको चुरा कि अब दोषको सिरानी कहाँ छ यो एक दुई जादुको चुरा हो कफी कलम पनि कफी कलम त दिएन पो रहेछ मन नदुखाउनु भयो मन नदुखाउनु मलाई लगाइदिएन भनेर भोलि पर्सि लगाइदिन्छ ल बाबु पैसा सुनकै लगाइदिउँ भो अब अघि त होइन नि अहिले पो त हलाएको राख मार्ने के यहाँ अलिकति मात्रै सिसी ल त्यो उसको लागि भलाएको राख मार्ने लु घुमाऊ यस्तो गरे ल माथिबाट यस्तो लु ब्रेड कुनै नलागोस् भलाले पनि नबोलोस् सुनो ब्रेड कुनै चिलाउने केही नहोस् ल अब तल तुलना आलु बनाउँछ होइन त्यहाँदेखि घाम देखाउनु पहिला घाम त देखि त सक्यो होइन र पनि यसो देखाउनुपर्छ निकाल्नु कि त्यो घाम देखाउनुपर्छ नि त जहाँदेखि चुनपट्टि सासो घाम यसो देखाए जस्तो गर्यो बाबु बुहारी पनि अब यहाँ चुलामा देखाउनु पऱ्यो नि त अब नयाँ नवजात शिशु फर्स्टको लाउने पर्छ तल्लोपट्टिबाट सबै हामी तल्लोपट्टि नै भइन्छ तल्लोपट्टि भइन्छ सबै नै चुलाको सिट हाल्नु हुँदैन नि ल बुहारीमा छैन ए ल है आजको यहाँको सिप्तिरु यो निर्मल राईको सिप्तुलुङ तारादोङमा आज हामीले नवजात शिशु बुहारीको नाम के हो अनिशा ल अनिशा राई र राईको कुलमा बाट जन्म भएको छ र चुलामा यहाँ पनि हामीलाई सबैलाई देखाएको छौँ है सिप्तिलुङ तारादोङलाई पिता पुर्खा बाजे बरु सबै को हुनुहुन्छ तपाईँले आफ्नो सन्तान भनेर स्वीकार गर्नुहोस् है आजदेखि यति अरू दुःख दिनु हुँदैन पिराउनु हुँदैन त्यो चाहिँ तपाईँले बखाउनु पर्यो मजाले ल ल ल ल र तिम्रो अब यसो अब कोकमा पिरीमा झार सोचो त हिँड्ने ल आले तक एउटा नयाँ या बानाको हिँड्ने है त ल एउटा दुःख इमाइसेको खरेखर मिल्दै त नि हो ल रुपियाँ लु भयो लु सक्यो ल अब म सबैलाई फर्किदिन्छु ल
लु अब घरतिर ओरतिर पसेर यहाँ बुबाहरू पनि आउनु भएको छ छानो चाहिँ यहाँ सुतिरहेको छ सो म चाहिँ नौरानको भ्लग चाहिँ आज एन्ड गर्छु अन्त हाम्रो छोरीको नाम चाहिँ के हो भनिदेऊ त बेबी के हो बेबी भनिदेऊ त छोरीको नाम के हो आश्वी हो मेरो छोरीको नाम मेरो छोरी चाहिँ सुतिरहेको छ यहाँ हो है घाममा सेकाउँदै सो बाई गाइस सी यु इन नेक्स्ट भ्लग